बिहान 6:30 बजे उठेँ अनि ब्रस गरेँ। लगत्तै फेरि मुख पनि धोएँ। फेरि भाँडा माझ्न पर्यो भनेर भाँडा माझ्न थालेँ। अनि भाँडा पनि माझेर सकाएँ। बिहान लाइट थिएन, अँध्यारो थियो। त्यही पनि अँध्यारोमै चाय पिएँ, नास्ता गरेँ। त्यसपछि घाँस काट्न जङ्गलतिर लागेँ। जङ्गलतिर होइन होला के हो ए हो त्यस्तो जङ्गलबाट एक भारी घाँस काटेर बल्ल बल्ल आएँ। जाँगी लगाएर गएको भएर पुरा पिउसाले टोकेर रातै रातै बनायो फेरि। होइन होला के हो ए हो त्यस्तो मारला दिउँसभरि त्यत्तिकै बस्यो। अनि साँझ यसो बार लगाउन थाल्यो आमा छोराले। अनि बोलाएको छ के हो?